यसलाई डिसेम्बल गर्नलाई चाहिँ मैले ब्लेड लिएको छु यसको माथि कुन भागबाट चाहिँ छिर्छ यो साइडमा छिर्यो यसमा छिराउनु पर्ने हुन्छ यसरी चाहिँ हामीले यसमा भित्र छिरेर यसलाई रिमुभ गरौँ गरिसकेपछि यसमा टाँसेको हुन्छ यसलाई सर बिस्तारै वान फर साइडको यसमा 1 स्क्रू छ यसरी यो निकाल्नुपर्ने हुन्छ यो निकाल्नलाई यसको माथिपट्टिको साइडमा यसरी छिराइसकेपछि यहाँबाट यसमा यसरी निकाल्यो यो यहाँ आयो यो अन अफ बटन यहाँ राखौँ फ्रन्टको कभर र यो ब्याक कभर निकालेपछि यो हामीले निकालिरहनु पर्दैन अब यसमा 1 स्क्रू यो 2 स्क्रू प्लसमा रहेको छ यसलाई हामीले प्लस स्क्रू ड्राइभरले खोलौँ यो साइडको जुन यो चार्जिङको यो भाग छ थोरै यसलाई माथि तानौँ र यसरी माथि आयो यसरी चाहिँ हामीले यसलाई डिसेम्बल गऱ्यौँ यसमा 3 स्क्रू छ यो सबै प्लसमै छ यो निक्लियो र यसरी चाहिँ हामीले यसलाई डिसेम्बल गऱ्यौँ